प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो। भाषाङ नेपाली परिवार दक्षिण कोरियाको चौथो अधिवेशनमा उपस्थित सम्पूर्ण आगन्तुक पाहुनाहरूमा न्यानो स्वागत सहितको हार्दिक नमस्कार। म संस्थाको महासचिव गोविन्द अधिकारी। 2019 सालमा स्थापना भएर भाषाङ स्थित भाषाङ नेपाली परिवार दक्षिण कोरियाले विभिन्न उद्देश्य र आवश्यकता बोकेर परदेशीयका नेपालीहरूलाई माया, प्रेम, सद्भावको एकताको साङ्लोमा जोड्दै दक्षिण कोरिया स्थित नेपाली मूल्य, मान्यता, चाड, पर्व, कला, संस्कृति, वेशभूषा र नेपालको मौलिक सभ्यतालाई प्रवासमा पनि चिनाउनुपर्छ भनेर विभिन्न गतिविधिहरू गर्दै आएको छ। तिनै गतिविधिहरूलाई 2024 देखि 2026 सम्मको 2 वर्षको कार्यकालमा हामीले के कस्ता कामहरू गर्यौं तिनलाई समेटेर छोटो भिडियो मार्फत हामीले स्मृति स्वरूप प्रस्तुत गर्दैछौँ। यहाँहरूले हेरेर हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला, जसले गर्दा हामीलाई थप अगाडि बढ्न मार्ग मिल्ने हुँदा यो भिडियो प्रस्तुत गर्दैछौँ। 2024 फेब्रुअरी 4 तारिक संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरियो। अधिवेशनबाट सजना याक्सोको नेतृत्व संस्थालाई प्राप्त भयो र 17 तारिक समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरियो। मार्च 30 गते स्वागत, सम्मान र विदाई कार्यक्रम सम्पन्न गरियो। कोरियाली विश्व सांस्कृतिक महोत्सवमा नेपाली पहिचान सहितको सहभागिता जनायौं। यसका अलावा विदेशी पाहुनालाई खादाले सम्मान गर्ने र बुद्धवाज बर्निन नेपाल भनेर झल्किने बुद्ध धर्मसँग सम्बन्धित विभिन्न सामग्रीहरू सहित प्रदर्शनी गरेर इन्स्टल समेत सञ्चालन गर्यौं र हुड्के पनि प्रस्तुत गर्न ल्यायौं। 2024 मे 18 मा संस्थाका सल्लाहकार सहितका महत्त्वपूर्ण व्यक्ति स्वदेश फर्किँदै गर्नुभएको हुनाले विदाई र सम्मान गरियो। भाषाङको सांस्कृतिक समूहलाई दैनिक अभ्यासमा प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेका छौँ। यसै सिलसिलामा वनभोज कार्यक्रम 2024 जुन 6 र 7 तारिक थ्यानको सामुद्रिक तटमा रमाइला इभेन्टहरू सहित भव्यताका साथ सम्पन्न गरियो। देश फर्किने उपाध्यक्ष सहित केही व्यक्तिहरूलाई सम्मान गर्यौं। नेपालीहरूको महान चाड बडा दशैं 2024 अक्टोबर 13 तारिक कोरियन र नेपालीहरूको ठूलो सहभागितामा भव्यताका साथ सम्पन्न गरियो। हाम्रा चाड, पर्व, परम्परा, संस्कृति, मूल्य, मान्यता र नेपाली सभ्यतालाई विदेशी भूमिमा पनि बिर्सनु हुँदैन भनेर विदेशी नागरिकहरू समेतलाई परिचित गराउने गरी भाषाङ नेपाली परिवार दक्षिण कोरियाले सधैँ काम गर्दै आएको छ। त्यसैगरी 2024 नोभेम्बर 3 तारिक खुला मञ्चमा सामूहिक भाइटिका लाउने गरी भाषाङ नेपाली परिवार दक्षिण कोरियाले बृहत तिहार आयोजना गर्यौं। परदेशमा पनि भाइटिका लगाउने भनेपछि दक्षिण कोरियाका विभिन्न ठाउँबाट आफ्ना चेली माइतीहरू भेला हुनुभयो र हामीले टिका लगायौं र देउसी समेत खेल्यौं। यसै सिलसिलामा संस्थाका महत्त्वपूर्ण व्यक्ति रबिन राईलाई स्वदेश फर्किने हुँदा विदाई गरियो। समय समयमा भेला हुने, सुख दुःख साट्ने र सँगै खाना खाने रमाइलो थिति बसाएका छौँ। उल्लेखित कार्यक्रमहरू सम्पन्न गर्दै 1 वर्षको समय पनि व्यतीत गर्यौं। 2025 मार्च 2 तारिक संस्थाको चौथो वार्षिक साधारण सभा विभिन्न सङ्घ संस्था प्रमुख प्रतिनिधिको उपस्थितिमा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै संस्थाका गतिविधिहरू यहाँहरू समक्ष राख्दै भव्यताका साथ सम्पन्न गर्यौं।
त्यसैगरी 2025 मार्च 23 तारिक राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोको जीवनमा आधारित चलचित्र प्रदर्शन गर्यौं, जसमा नेपालीहरूको उल्लेख्य सहभागिता र साथ प्राप्त गरेका थियौं। त्यसैगरी 2025 मार्च 29 तारिक संस्थाका सचिवसहित स्वदेश फर्किने निर्णय गर्ने संस्थाका केही व्यक्तिहरूलाई सम्मानसहित बिदा गरियो। गर्दा गर्दै अब धेरैजनाले मलाई देखिनहुँदाखेरि कति कामहरू देख्दा देख्दै पनि गर्न नसकिँदो रहेछ कि अहिले जब हामी यहाँ यतिका छौँ, हामी मलाई लगायत मेरो आफ्नो छुट्टै पर्सनल समस्या पनि हुन्छ कि जो कसैमा पनि हुन्छ। त्यसले गर्दाखेरि त्यस्तो कति कुराहरू चाहँदै देख्दा देख्दै पनि गर्न नसकिँदो रहेछ। 2025 को सेगे मुन्ना छुक्जेमा नेपालीहरूको सगौरव उपस्थिति जनायौं। 국기 행진의 첫 번째 나라입니다. 히말라야의 나라 네팔. 인도 중국 사이 세계 지붕이라 불리는 네팔. 수도는 카트만두. हामी राष्ट्रिय झण्डा र पोसाकमा मात्र सीमित रहेनौं। किराँती सभ्यता अनुसार पवित्र मानिने शिलाङसाकमा विदेशीको छातीमा देख्दा साँच्चै खुसी भएका थियौं। त्यति मात्र नभएर नेपाली खाना पनि हामीसँग थियो र विदेशीलाई चखाउँदै थियौं। 갑니다. 냄비 이런 거 하나 있으면 뭐 요리하실 때 라면 끓이거나 국 끓일 때 유일하게 यति मात्र होइन, मगर समुदायको कौडा नृत्य समेत प्रस्तुत गर्न भ्यायौं। त्यसैगरी 2025 जुन 22 तारिक वासङ नेपाली परिवारद्वारा बृहत खुला पुल प्रतियोगिता आयोजना गर्यौं। 네, 제가요 오늘이 처음이에요. यसरी नै वासङ नेपाली परिवार दक्षिण कोरियाले प्रवासमा रहेका नेपालीहरूलाई गीत सङ्गीत खेल विभिन्न सांस्कृतिक कार्यक्रमहरू मार्फत जोड्दै सबैको सहभागितामा अगाडि बढिरहेको गौरवशाली संस्थाको गर्विलो इतिहास बनेको छ। संस्थामा योगदान गर्ने व्यक्तिलाई स्वदेश फिर्ती समयमा सम्मान गरियो। भदौको जेनजी आन्दोलनमा भएको ठूलो दनजनको क्षतिले हामीलाई पनि परदेशमा विक्षिप्त बनायो र यो वर्षको दशैं मनाउन सकेनौं। बरु देशमा शान्ति कायम होस् भनी शान्तिका निम्ति दीप प्रज्वलन गर्यौं। तर परिस्थिति सामान्य बन्दै गएपछि तिहार भने मनायौं। दशैं तिहार आएपछि दक्षिण कोरियाको वासङमा छुट्टै रौनक छाउँछ। यो वर्षको तिहार पनि असाध्यै रमाइलोसँग ठुलो सहभागितामा सम्पन्न गर्यौं। आयो हजुर हिमाल तराई कोही छैनौ पराई। परदेशमा चाडबाड मनाउनु गौरवको विषय हो। यसरी नै माया प्रेम सद्भाव सुख दुःख बाँड्दै 2 वर्ष बित्छ। जय वासङ।